नमस्कार, म एस स्विट होम इन्जिनियरिङ कन्सल्टेन्सीको इन्जिनियर। यो घर चाहिँ ब्यास 12 दमौली तनहुँमा बन्न लागेको हो। यसको पिल्लर टु पिल्लर चाहिँ मोडा चाहिँ 28 छ अनि पछाडि पनि 28 छ। 28 बाई 28 पिल्लर टु पिल्लर हो। अगाडिपट्टि 4 फुट बरन्डा, छिर्ने बित्तिकै लिभिङ रुम र किचन छ। अनि त्यस पछाडि साइडमा चाहिँ भर्याङ र टोयलेट बाथरुम, त्यसको पछाडि चाहिँ एउटा कोठा बेडरुम रहेको छ। अनि माथिल्लो तलामा चाहिँ भर्याङ र टोयलेट बाथरुम सेम ठाउँमा भयो। अनि 2टा कोठा रहेको छ अनि एउटा कोठा चाहिँ बाहिर निस्केर बरन्डा रहेको छ। यो चाहिँ क्लाइन्टको अनुसारले चाहिँ हामीले डिजाइन गरेको घर हो। 1.5 ढलानको घर हो। यस प्रकार चाहिँ देखिन्छ घर चाहिँ अगाडिबाट दायाँबाट बायाँबाट हेर्दाखेरि चाहिँ कस्तो लाग्यो होला कमेन्ट गरिदिनुहोस् है त।